र तपाईहरु सम्पूर्णलाई स्वागत छ फेरि पनि मेरो नयाँ भ्लगमा। र फिलहाल चाहिँ हाम्रो भाउजू यहाँनिर हुनुहुन्छ। भाउजू आइ भन्दिनु। र हामी चाहिँ फिलहाल कहाँ गएको भन्दाखेरि चाहिँ जस्ट सन्तकपुर चाहिँ गएको हैन। यहाँनिर चाहिँ अब अँध्यारो भइसकेको छ। ल बुबु लागे सो बाटोतिर के कसो हुन्छ देखाउँदै जानु पर्यो। अँध्यारै छ हैन। यहाँनिर चाहिँ 5 बजे। ओके तपाईहरुलाई यहाँबाट चाहिँ देखाउँछु ल यो सानो दृश्य। ल साथीहरु अहिले चाहिँ गाडीमा हामी हाजिर भइसकेको छौँ। सन्तकपुर जाने मान्छेहरुको यहाँनिर थोप्रा चाहिँ खै देख्दैन हो। आधी बाटोतिर पुगेर देखाउँछु। ल त साथीहरु अहिले चाहिँ हामी रेलिङ बिवारी भन्ने जग्गा आइपुगिसकेको छौँ हैन। अन्त यहाँको चाहिँ सानो दृश्य तपाईहरुलाई देखाउँदैछु। गाडीले पुरा हलाउँदैछ हो। यहाँबाट उता चाहिँ पुल बजारहरु जान्छ। अन्त यता टर्न भयो भने चाहिँ तपाईको माने भन्ज्याङ है। अहिले चाहिँ जाँदैछौँ ओह्रालो। ल त सानो दृश्य रेलिङको देखाइदिइहालेँ। यहाँनिर चाहिँ घाम उदाउँदैछ। घाम उदाउँदैछ यहाँनिर। यस्तो दामी उदाइरहेछ घाम हो। यस्तो दामी घाम उदाइरहेछ। लु साथी हो अहिले चाहिँ सानो तपाईहरुलाई यो आरुबटेको दृश्य देखाउँदैछु। यस्तो छ आरुबटे चाहिँ है। एकदम धुप्पीहरु कस्तो दामी दामी धुप्पीहरु रहेछ है। बारीहरु पनि दामी दामी एकदम मजाको है। दामी रहेछ आरुबटे चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले। यो चाहिँ उकालो लेक माने भन्ज्याङ जाने रोड हैन। हेर्नुहोस् न कति साह्रो अप्ठ्यारो रहेछ हो। बिजोक है। यहाँनिर चाहिँ पिच गरिदिएको भए चाहिँ धेरै राम्रो हुन्थ्यो है। ल अहिले चाहिँ फिलहाल माने भन्ज्याङ आइपुग्यो है। माने भन्ज्याङको ग्राउन्डहरु अब देखाउँछु यहाँबाट। यो साह्रो फोन हल्यो स्याप बाहिर चाहिँ यस्तो चाहिँ एकदमै डरलाग्दो रहेछ यो माने भन्ज्याङको बाटो चाहिँ हो। धुप्पीहरु हेर्नु न कस्तो दामी देखिरहेछ। यो चाहिँ माने भन्ज्याङको ग्राउन्ड हो। एकदम डरलाग्दो गेम हुन्छ यहाँ चाहिँ है। ओके ल त हेर्दै गर्नुहोस् है। जोडिँदै गर्नुहोस्। र अहिले चाहिँ म यहाँबाट तपाईहरुलाई माने भन्ज्याङको दृश्य देखाउँदैछु। तपाईहरुलाई के कस्तो लाग्छ हेर्नु होला हैन। फिलहाल चाहिँ हामी गाडीबाट उत्रेर अब यहाँबाट चाहिँ अर्को गाडीमा चढेर जानुपर्ने हुन्छ हैन। देखाउँदैछु तपाईहरुलाई हेर्नुस् है। यो साथीहरु माने भन्ज्याङ चाहिँ यस्तो छ है। एकदम दामी छ दामी माने भन्ज्याङको सानो दृश्य है। एकदम घाम पनि दामी लागिरहेछ है। यो माने भन्ज्याङको ग्राउन्ड ठुलो छ है। यस्तो छ माने भन्ज्याङ चाहिँ। ए दामी छ है दामी साथीहरु। ल त्यतिको लागि आएको थिएँ म यहाँ तपाईहरुलाई यसो। यहाँबाट चाहिँ दामी देख्छ नि त माने भन्ज्याङ। त्यो देखाउनुको लागि चाहिँ आएको थिएँ। अहिले चाहिँ फिलहाल चाहिँ लागेको अब यहाँबाट गाडी चढेर जानुपर्ने हुन्छ। सो गाडीमा पुगेर देखाउँछु है। ल त गाइस हाम्रो चाहिँ यहाँनिर सवारी हुँदैछ है। आम्मा अघि सबै घुसिसकेको छ हेर। कस्तो लागिरहेछ? मजा आयो है। उमेश दा एकदम मजा अब है। पहिलो टुर हो यो हैन ल हो एकदमै। तपाईको पहिलो टुर हो? यस अफ कोर्स पहिलो टुर त्यसका बाद। पहिलो टुर हो सबैको है? पहिलो हो मेरो। ल ल ल र हामी चाहिँ सन्तकपुर लाग्यौँ है। चित्रदेखि उकालो है। चित्रदेखि उकालो लाग्यौँ सन्तकपुर। अन्त उमेश दा
यहाँ हो आन्टी यता बनाछि है चेकपोस्ट चेकपोस्ट बहिनी यता रेलीमा मजा आउँदैछ घुम्नु हामी पुरा पोखरी है भएर आउँदा होला ल गाइस अहिले चाहिँ भन्नुपर्दाखेरि टङ्लो आइपुगिसक्यौँ है हामी है सुपारी खाँदै अझ आन्टीको ब्याकग्राउन्डहरू कस्तो छ के छ ओके स्टेट्यु नै देखाउँदै गर्छु हेर्नुहोस् है यो लेकको बाख्राहरू दुईटा बोका रहेछ है एकदम डरलाग्दो हेर्नुहोस् न आम्मामा हो र अहिले फिलहाल हामी चाहिँ नेपालमा छौँ नेपालको यो जग्गा चाहिँ है सबै यिनीहरू यहाँ गोठहरू रहेछ है मजाको अब यहाँ बि डरलाग्दो है लामो हेर्नु नि बुत्लाहरू पनि कत्रो छ यहाँ हेर्नु त यो जुम गरेर यत्रो ठुलो देखाएको मैले कि तर फेरि ठुलो चाहिँ ठुलै छ नि हामी चाहिँ यो बाटो आएको ओके ल बन्द गर्नुहोस् भिडियोमा है फेरि देखाउने छु यो ढुङ्गा लड्यो भने चाहिँ ढुङ्गाको बगर यहाँबाट त्यसै ठुलो त्यही त यो त बिलले चाहिँ उयो यहाँबाट चाहिँ अब हामी चाहिँ उत्रिसकेको छु है सबैजना उत्रिरहेको छ है कस्तो कस्तो आवाजको कागहरू हुँदो रहेछ यहाँ है यता दामी दामी ल अब माथितिर गएर देखाउँछौँ त्यो साथीहरू म चाहिँ यहाँ गुराँसको भित्र छिर्दैछु ल त्यो सन्तकपुरको डेस्टिनेसनको ठिक्कै माथि डाँडामा चाहिँ एउटा ढुङ्गा छ नि त्यो ढुङ्गामा जाँदैछु हो म चाहिँ तर यता हो हेर्नु कस्तो दामी चरा यहाँ आएर बस्यो है कस्तो दामी चरा हुँदो रहेछ ए हो चढ्दैछ दुईवटा छ छोरा तपाईँलाई देखाउँछु ए अनि यो चरालाई के भन्छ कमेन्टमा भन्नु होला है सो देखाउने छु म तपाईँहरूलाई बन्दै गर्नुहोस् भिडियोमा चरा आउँदैछ कति दामी हेर्नु न चरामै भुइँमा हेर्नु त यहाँ चरा हो वाह के आएर खोजी खाँदैछ यहाँ माथि चुचो ढुङ्गामा जाँदैछ साथीहरू लु अहिलेदेखि होइन जान्छु भनेको है पुगेँ यस्तो रहेछ है चराम कुद्दैछ दामी आमा उकालो कुद्दै आएको त गल्यो यस्तो छ जग्गा छ यहाँनिर ए दामी जग्गा छ है दामी छ जग्गा चाहिँ ल अब यहाँनिर चाहिँ बहुत खगी आयो है
यो डाँडाबाट चाहिँ जाँदैछु। हामी भजहरू चाहिँ यहाँ तल कराउँदैछ। आन्टे हु के गरेको त्यहाँ? म आउँदैछु ल। आन्टीहरू चाहिँ तल फोटो खिच्दै रहेछ होइन। म चाहिँ यो बाटो ओह्रालो जाँदैछु। अम्बो यति रहेछ नि हु कहाँ हो? अम्बो गाइस कसम भनेको यार डरलाग्दो भिड रहेछ। गऱ्यो भने चाहिँ एकैचोटि डल्लो पर्छ। फेरि यो हिउँ चाहिँ एकदमै चिसो पनि हुन्छ र चिप्लो पनि हुन्छ हो। दामी हाँ हम आ रहा है। सो गाइस अलिकति हिन्दी है बोलिदिउँ जान नजाने पनि। हम यहाँ पे संतकपुर में आया है घूमने के लिए, लेकिन आज बहुत फगी पूरा का पूरा आ गया। अभी तक तो कुछ भी नहीं था। देखो वहाँ पे एक चिड़िया घूम रहा है, बहुत अच्छा चिड़िया है यहाँ पे देख सकते हो। देखो यहाँ पे देख सकते हो वो चिड़िया। फगी लागेर सबै मेटे नि। देखो यहाँ चेर चेर से कर यहाँ पे बहुत है चिड़िया, यहाँ पे बहुत है। दिखा रहा है छुप छुप के जाना पड़ता है क्योंकि मेरे को देख लिया तो वो फटक से फुर हो जाएगा। यहाँ पे मुँह गाना गा रहा है क्या क्या का। यतापट्टि आउनु न। हामी चाहिँ तलबाट आएको है। यताबाट तलबाट उकालो 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 यस्तो आएको होइन। यहाँ उकालो चाहिँ मन्दिर जाँदैछौँ अहिले चाहिँ। अहिले चाहिँ मन्दिर जाँदैछौँ। मन्दिरहरू रहेछ दामी रहेछ होइन। ए दामी दामी यो चाहिँ बस्ने जग्गा रहेछ। यस्तो दामी ल देखाउँदैछु म तपाईँहरूलाई ल। यहाँबाट चाहिँ उता जाँदैछौँ हामी है। यो मन्दिरबाट उता यता बाटो छ रहेछ। बाटो दर्शन गरिकन आएको सबै जग्गा। लु जाउँ। साँच्चै दामी भयो गाइस। आम्मामामा बरररर नि हो हिउँ त। हिउँ चाहिँ झर्न थाल्यो अब हो। आम्मा ज्याप्पै म चाहिँ कस्तो भएको छु यहाँ हेर्नुहोस् होइन। तपाईँलाई देखाउँदैछु। ए आम्मा आन्टीहरू बिजक आन्टीहरू बिजक। लु धुप्पीभित्र चाहिँ हेर्नुहोस् है भुइँमा हिउँ। ड्याम्मै 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 रहेछ हिउँ हो। धुप्पी चाहिँ यस्तो छ हो दामी। तर बाटो चाहिँ डेन्जर है। बाटो डेन्जर रहेछ। सही गुराँस माथिबाट चाहिँ हिउँ पग्लेर आउँदैछ होइन। यस्तो छ ए ढुङ्गा आम्म के दामी ढुङ्गा हेर्नु न। वाउ दामी रहेछ ढुङ्गा चाहिँ है। दामी ए यस्तो रहेछ जग्गाहरू चाहिँ एकदम मजाको लाग्यो मलाई चाहिँ होइन। अन्त साह्रो ठुलो रहेछ यो ढुङ्गा चाहिँ।
ठुलो मतलब सानो चुच्चो चुच्चो ढुङ्गा दामी दामी उयो चराहरू उडेको दामी बहुत चिसो रहेछ आम्मा त्यो एकछिन हिँड्दै हत्तु हुँदो रहेछ साथीहरू गरेर पनि ल हेर्दै गर्नुहोस् भिडियो है र साथी आज चाहिँ हामीले खाजामा के ल्याएको थियौँ भन्दाखेरि चाहिँ म तपाईँहरूलाई देखाउँदैछु हेर्नुहोस् ल यो आलुदम हो अन्त यहाँ मकै छ हो अन्त यो झ्यालमुरीको सामान हो अन्त यहाँ गुड पनि ल्याइराखेको छ आलुदम यता रोटी है अन्त यहाँनिर सबैजनाले मिलेर खाँदैछ है उमेश दादा पड्काउनु थाल्यो हो अन्त यहाँनिर आज वाइ पनि छ होइन आलुदम गुड ओ चिउरा है खै निम्कीहरू कहाँ छ निम्की कहाँ छ निम्की यहाँ छैन निम्की हो छैन निम्की यो चिप्स हो चिप्स कहाँ यहाँ हो यहाँनिर चाहिँ चिप्स अनि चाहिँ सक्दो चाहिँ नि गुडै खानुपर्छ ए चिप्स यहाँनिर चिप्स छ हो अन्त उयो निम्की 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 अन्त निम्की यहाँ रहेछ अन्त निम्की यहाँ रहेछ ए चिप्स निम्की चिउरा आलुदम हो अन्त रोटी झालमुरीको सामान है थुप्रो छ सबैजना मिलेर खाँदैछ ओ सानो दार्दैछ न त मजा भयो मजा आयो मजा आयो एकदमै सबैजनालाई मजा आउँदैछ दामी दामी भाइ दामी 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 यस्तो चाहिँ यहाँबाट चाहिँ जग्गा हेर्नु त नथुलामा पनि यस्तै छ सेम नथुला पनि यस्तै हो एकदम डरलाग्दो हाम्रो दाजु भाउजूहरू चाहिँ यहाँनिर आउँदै थियो खोइ हरायो कता भयो गाडीमा राख्नु हिउँ पर्यो फुरुरु हिमाली भेगैमा हिउँ पर्यो फुरुरु हिमाली भेगैमा दिल बस्यो यहाँनिर अति चाँडो तिमीमा दिल बस्यो यहाँनिर अति चाँडो तिमीमा अति चाँडो तिमीमा आम्मा ए वो ल साथीहरू अब चाहिँ यहाँनिर खाना खाएर चाहिँ फर्किने घरतिर है अन्त यहाँनिर चाहिँ अब खाना खान आँटेको हामी चाहिँ यहाँनिर रिदिमा आन्टी उमेश दा यहाँ दोकानको अङ्कल अर्पित दिवस भाउजू भाउजू है अन्त अहिले सुरुवात चाहिँ पानी वाटर हुँदैछ है हाम्रो यता दिवस दा हो दिवस दाको छोरा यो इलाका चाहिँ सन्तकपुरै उयो पर्छ है यो त्यो वडा नम्बर 6 चाहिँ कता हो यहाँबाट कुन वडा नम्बर 6 यो सन्तकपुर ल अब चाहिँ खाना खान थाल्यौँ है सबैजना घुमेर आएर चाहिँ खाना खान थालेको है ल अहिले चाहिँ हामी फिलहाल भन्नु पर्दाखेरि चाहिँ कालपोखरीमा छौँ यहाँनिर चाहिँ विस माग्नुहोस् यहाँनिर चाहिँ है आम्मा हाँसु पर यस्तो चिसोमा पनि हाँसु खेलिरहेको छ है आम्मा ए
ए जग्गा चाहिँ यस्तो छ दामी दामी हामी चाहिँ यो 7-8 डाँडै काटेर जानुपर्छ यहाँ हेर्नु न त्यो ढुङ्गा चुच्चो दामी दामी फर्केर आउँदा चाहिँ यहाँनिर यस्तो छ यहाँको दृश्य चाहिँ होइन चिसो हेभी चिसो है हेर्दै घुम्नुहोस् है ऊ तल गुराँस हेर्नु नि कति मजाले फुलिरहेको रहेछ है दामी देखिरहेको छ दामी दृश्य दामी देखिरहेको छ ल त गाइस अब फेरि हाम्रो चाहिँ टङ्लुदेखि सुरु हुन्छ होइन यहाँबाट चाहिँ अब घुम्दै 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 जाने हो होइन यस्तो ट्याक्कै होइन यहाँनिर चाहिँ अहिले पानी चाहिँ एकदम सुकिगएको छ है अन्त यहाँबाट यसो उकालो घुम्दै घुम्दै पर निक्लिने हो है डाँडै डाँडा घुम्दै घुम्दै अब चाहिँ जाने हो घुम्नु यसरी यता ल देखाउँदै जान्छु पर डाँडादेखि उकालो है यो चाहिँ सबभन्दा माथि हाइटको टङ्लुको दृश्य देखाउँदैछु तपाईँहरूलाई गल्यो म त र अहिले चाहिँ भन्नुपर्दाखेरि चाहिँ साथीहरू टङ्लु भन्ने जग्गामा छौँ है अहिले चाहिँ हामी हो घुम्दै घुम्दै यहाँ चाहिँ चौर ब्याकग्राउन्डहरू होइन कस्तो दामी देख्दैछ काग हेर्नु न यहाँ काग यस्तो दामी छ यस्तो दामी छ तपाईँहरूलाई कस्तो लाग्यो होइन यसो मेरो भिडियो हेरेर कमेन्ट गर्नु नभुल्नु होला अनि सेयर गर्नु नभुल्नुहोस् फलो गर्नु नभुल्नुहोस् र अर्को कुरा के भनेदेखिलाई च्यानललाई पनि सब्सक्राइब गरिदिनु होइन तपाईँहरू जति पनि नयाँ हुनुहुन्छ होइन अन्त चाहिँ यहाँ आउनुहोस् एकपल्ट घुम्नुहोस् सन्दकपुर फालुट टङ्लु है अन्त यस्तै राम्रो राम्रो जग्गाहरू हेर्नुको लागि आउनु होइन दामी छ दामी ए म यत्तिको दामी चाहिँ कसम भनेको म चाहिँ लाइफमा फर्स्ट टाइम आएको होइन दामी रहेछ यो चाहिँ तपाईँहरूलाई टङ्लुको सबभन्दा हाइट देखाउँदैछु है ए यहाँ चाहिँ घोडाहरू चढिरहेको छ होइन दामी देखिरहेको छ यहाँ र मेरो साथीहरू चाहिँ यहाँ माथि हुनुपर्ने खासमा चाहिँ भन्नुपर्दा साथीहरू छ कि छैन होइन दामी लाग्यो मलाई चाहिँ जग्गा एकदमै दामी हेर्नु न हो ध्वजाहरू गाडेको होइन डाँडा जोडी ढुकुर पनि रहेछ यहाँनिर सला यो दामी 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 अलिक तेर्सो बनाइदिनु ऊ तल चाहिँ काग बसिरहेको रहेछ यो चाहिँ काग हो कत्रो कत्रो छ काग ठुलो छ यस्तो दामी छ यहाँबाट ल यहाँबाट चाहिँ देखाउँदैछु मैले ए यहाँबाट देखाउँदैछु यस्तो दामी छ ल साथीहरू यहाँ हेर्नुहोस् है घोडा कत्रो छ हेर्नुहोस् त घोडा यसो ऊ तल पनि चाहिँ हो ठुल्ठुलो छ यो जुम गरेर तान्दा यो जत्रो देख्दैछ नि त्यत्रो छ घोडा चाहिँ यो टाढामा मात्रै
यो टाढो भएर मलाई सानो देखेको कि नजिकमा जाँदा पनि फेरि त्यत्रै छ नि यत्रो बस त्यही यत्रो दामी छ दामी 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 भाउजूहरू चाहिँ पर आउँदैछ साह्रो ढिलो उनीहरू चाहिँ यसले भिडियो बनाउँदैछ यो चाहिँ नेपाल र हाम्रो यता इन्डियाको सिमाना है भारतको सिमाना यहाँदेखि यता तपाईँको सब जग्गा भारत पर्यो है अन्त यता साइड चाहिँ नेपाल पर्छ हो मजाको छ आम्मा साँच्चै दामी नि हो अझै हिँडेर आउनु चाहिँ राम्रो रहेछ जस्तो लाग्यो मलाई चाहिँ है एकदम दामी दामी छ दामी यता यस्तो दामी दामी रहेछ जग्गाहरू चाहिँ र अहिले चाहिँ अब टङ्लुबाट चाहिँ फर्केको है यता चाहिँ मैले भनिसकेँ तपाईँलाई सिमाना त्यही हो है अन्त यता चाहिँ नेपाल पऱ्यो तपाईँको है मैले त जिन्दगीमा पहिलोचोटि नेपाल टेकाइ भयो है साँच्चै रमाइलो रहेछ अब है अहिले चाहिँ हामी यहाँनिर गुराँस चाँपहरू है यो चाहिँ चाँप हो है गुराँसहरू होइन फोटो खिचेर चाहिँ अब फर्किन आँटेको गाडी चाहिँ यहाँनिर साइड लगाइरहेको छ अनि यहाँ छ गुराँस चाहिँ यहाँ छ गुराँस चाहिँ ल त साथीहरू सबैजनालाई गुड नाइट धेरै धेरै धन्यवाद छ है तपाईँहरूको सहयोग माया सपोर्टले अहिले यतिको चाहिँ भइसकेको छु र अन्त के भन्न चाहन्छु भनेदेखिलाई चाहिँ मेरो भिडियोलाई के कस्तो लाग्छ होइन तपाईँहरूले प्रतिक्रिया दिनु होला होइन अन्त मन पर्यो भने लाइक कमेन्ट सेयर है अनि मेरो फेसबुक पेजलाई पनि फलो गर्नुहोस् अन्त होइन इन्स्टामा फलो गरिदिनुहोस् अनि युट्युब च्यानलमा पनि जसले सब्सक्राइब गरिदिनु भएको छैन सब्सक्राइब गरिदिनु होला ओके शुभरात्रि गुड नाइट स्विट ड्रिम टेक केयर बाई